ल है साथीहरू 18 लालको तिलहरी 18 लाल 2 पट बाचा लिनु भएमा कन्ट्याक्ट गर्नु होला है। हेलो साथीहरू, वेलकम छ मेरो नयाँ च्यानलमा। आज म तिलहरी बनाउन गइरहेको छु, सो अन्तिमसम्म हेर्नु होला। हामीले पाता पिटिसकेका छौँ। अब माइली तिलहरी म बनाउन गइरहेको छु, सो पाता पेल्ने काम भइरहेछ। अहिले चाहिँ पाता पेला हुँदैछ। अब यो साथीहरू 18 लालको तिलहरी हो। साइज भनेको 5.5 7.3 जति राख्छु म चाहिँ। सो हजुरहरू कति राख्नुहुन्छ अनि कमेन्ट गर्नु होला। धेरैजना साथीहरूले भन्नुभएको थियो कि लाइट कसरी गर्ने भनेर। म त्यो भिडियोको अन्तिममा बताउने छु। सो अहिले चाहिँ खाने कार्यक्रम भइरहेको छु। मैले छोटो भिडियो क्लिपहरू एड गरेको छु। सो पुरा भिडियो बनाउनलाई धेरै टाइम लाग्ने भयो, त्यही भएर छोटो अलि स्पिडमा मैले गरिरहेको छु। सो छिटो बुझिदिनु होला। सो यसरी नै साथ सपोर्ट दिँदै जानुभयो भने म अरू पनि राम्ररी फुल डिटेलमा, योभन्दा फुल डिटेलमा भिडियो हाल्नेछु। सो अहिले चाहिँ तिलहरी खालि सकियो लगभग भन्दा हुन्छ। अहिले चाहिँ चिल्ल्याउँदैछु म। अनि अब यो चिल्लाइसकेपछि अब टक्क भाडीले हान्नुपर्ने हुन्छ चिल्ल्याउनका लागि। सो तपाईँहरू कसरी गर्नुहुन्छ कमेन्ट गर्नु होला। एन्ड ल फाइनली सकिएको छ। धुप हाल्ने कारोबार भइरहेछ। धुप हालिँदैछ। धुप हालिसकेपछि टक्क काँटी हाल्ने हो। अनि काँटी लगाइसकेपछि अनि हान्ने हो। अनि एकजना साथीले भन्नुभएको थियो कि लाइट कसरी फिनिसिङ कसरी गर्ने भन्नुभएको थियो। त्यो चाहिँ म अन्तिममा बताउँछु। सो काँडा खोल्न गइरहेको छु म। हेर्नु होला यसरी। अब काँडा खोल्दै गएपछि सो साथीहरू अलिक मैले स्पिड बनाउनको कारणले राम्ररी नबुझिन सक्छ। सो डोन्ट माइन्ड। अनि साथीहरू काँडा तान्ने काम भइरहेछ। म छोटकरीमा देखाइरहेको छु र पनि भिडियो लामो नै हुने भयो। सो त्यही भएर मैले राम्ररी भिडियो डिटेलमा राम्ररी बनाउनको नपाउनुको कारण यही हो कि लामो भिडियो हुन्छ। त्यही भएर अब 1 घन्टासम्म त अब हेर्न झ्याउ हुन्छ नि त। त्यही भएर सो कटिङ गर्दै मैले थोरै कट गर्दै थोरै लगाइरहेको छु। सो बच्चा हाल्ने काम भइरहेछ। एन्ड सो यसरी नै साथ सपोर्ट दिँदै जानु होला। हाम्रो 1000 सब्सक्राइब पुगिसकेको छ। सो 1500को करिब छ। पुरै दिनु होला। साथ सपोर्ट दिइराख्नु होला। यसरी नै चिल्ल्याउने कारोबार भइरहेछ। हेर्नुहोस् त साथीहरू, चिल्ल्याउने कारोबार भइरहेछ। अब बच्चा कस्ने हो। अब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। अहिले साइड चिल्ल्याउने काम भइरहेछ। साइड चिल्लाइरहेको छु। हेर्नु त। अनि यो साइड चिल्लाइसकेपछि चाहिँ फुल हान्नु पर्ने हुन्छ। अब फुल हान्न गइरहेको छु म। हेर्नु होला। फुल चाहिँ कतिवटा हान्नुहुन्छ। म चाहिँ 4वटा हान्छु। कसैले त हान्छन्, कसरी हान्छन् थाहा भएन। सो फुल हानिरहेको छु मैले। कोपिला हानिसक्यो। अब फुल हान्दैछु। एन्ड साइड कोपिला, साइडमा फुल हान्दैछु। अब डिजाइन हान्न सुरु भइसक्यो। डिजाइन हान्दैछु। साथीहरू किरकिरे हान्ने बेला भयो। किरकिरेमा हान्दैछु। हेर्नुहोस् त तपाईँहरू कसरी हान्नुहुन्छ। सो आज चाहिँ नर्मल डिजाइन हान्न गइरहेको छु। माथि ढाडमा उगाएर हानिरहेको छु। ढाडमा उगाएर हानेको यो चाहिँ। अनि फुलमा चाहिँ आज अलिक झ्याउ जस्तो लाग्यो र मैले ढिक्का हानिदिएँ। हेर्नुहोस् त। अब डिजाइन कसेँ। अनि अब फाइनल काँडा चिल्ल्याएर
अनि किरकिरे हान्नुपर्छ साथीहरू। किरकिरे हानेको क्लिप सायद छैन होला, किरकिरे हानेको क्लिप छैन रहेछ। सो देखाएँ मैले, यो फाइनल हो। अब धुप झार्न गइरहेको छु। धुप झारिसकेपछि अब यसलाई चड्का गर्नुपर्ने हुन्छ साथीहरू। यो धुप झारिसकेको छु मैले। अब चड्का गर्नुपर्ने हुन्छ। हेर्नुहोस् त, चड्का अब गर्दैछु म, वेट गर्नुहोस्। अब चड्का लगभग भइसक्यो भन्दा नि हुन्छ। यो भइसकेको चड्का। अब सेकाउनु पर्ने हुन्छ। अब पानीमा जोख्न मिल्दैन नि त होइन, सेकाउनु पर्ने हुन्छ। अब सेकाइसकेपछि वेट गर्नुपर्ने हुन्छ साथीहरू। च्यानलमा अझै पनि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक सेयर कमेन्ट गरिदिनु होला। यो ठ्याक्कै 18 लाल 2 पोइन्ट भएको छ साथीहरू। अब गेरु लाउनु पर्ने हुन्छ। तपाईँहरू कस्तो युज गर्नुहुन्छ गेरु थाहा भएन। सो मैले चाहिँ पहेँलो गर्ने गर्छु जहिले पनि। यसमा अलिक देखिँदैन नि त, कहीँ अड्किहाल्यो भने पनि देखिँदैन, त्यही भएर म चाहिँ यो युज गर्छु। अब म चाहिँ चोप्रा घुमाउँछु, तपाईँहरू के घुमाउनुहुन्छ। सो अब भर्न गइरहेको छु सिलिङ वर्क्स। ला भर्दैछु। अब ला भरिसकेको साथीहरू। अब छेडिसकेपछि सट्ट अब लाइट गर्नुपर्ने हुन्छ। सबैजना साथीहरूले लाइट फिनिसिङ, लाइट कसरी गर्ने, लाइट कसरी गर्दा चाहिँ राम्रो आउँछ भन्नुभएको थियो। लाइट एकदम हजुरहरू समातेर गर्नुहुन्छ होला। सो मलाई जहाँसम्म लाग्छ कि हजुरहरू समातेर गर्नुहुन्छ। समातेर कहिले पनि लाइट गर्नु हुँदैन। समातेर लाइट गऱ्यो भने किरकिर सबै आउँछ के, त्यही भएर लाइट समातेर कहिले गर्नु हुँदैन साथीहरू। एकजना साथीले भन्नुभएको थियो कि फुल डिटेलमा भिडियो बनाउनु पर्यो तिलहरीको लागि भन्नुभएको थियो। त्यसको लागि चाहिँ अब यो भिडियो आयो, साइजको लागि चाहिँ अर्को भिडियोमा आउनेछु। सो आजको लागि यति नै। फेरि पनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, लाइक गरिदिनु होला। यसरी नै माया गरिराख्नु होला। सो आजका लागि यति नै साथीहरू। अर्को भिडियोमा छिट्टै नै भेट्नेछौँ। अर्को भिडियोमा तिलहरीको साइज कति राख्ने भनेर सबै फुल डिटेलमा भिडियो बनाउने छु। सो आजका लागि यति नै। हस्त साथीहरू, नमस्ते, बाई बाई, शुभ दिन।